माई गॉड यत्रो ठुलो झन्नै बसेर चाहिँ म जति नै छ क्या यति धेरै छ नि मैले चाहिँ सुरुमा भिडियो बनाएको थिइनँ अनि म चाहिँ यसलाई सार्न लागिरहेको थिएँ फेरि सोचेँ मलाई कस्तो राम्रो छ क्या कति धेरै छ म हजुरलाई देखाउँछु यो यति मात्रै होइन धेरै छ क्या एज यु क्यान सी मैले उता पनि राखेको छु यहाँ पनि छ धेरै नै छ अनि मैले सोचेँ सेयर गरौँ न त होइन कस्तो राम्रो छ हामी चाहिँ आज गार्डन ग्रिन हाउसहरू गएको थियौँ क्या गार्डनहरूको के लिनलाई अनि त्यो भिडियो चाहिँ हजुरहरूले यो भिडियोभन्दा पहिला हेरिसक्नुहुन्छ त्यसमा चाहिँ आउँदाखेरि यहाँ चाहिँ के हुन्छ भने केही चिज कसैले धेरै रोपेछ धेरै भएको छ भने यतिकै फ्री स्टक भनेर राखिदिन्छन् क्या लानलाई अनि हामी आइरहेको थियो अन द वे हामीले देख्यौँ यति धेरै प्याज थियो धेरै थियो त्यहाँ धेरै हामीले यति ल्याएको छ यसको पनि 3 टाइम्स 4 टाइम्स नै धेरै थियो क्या अनि त्यसपछि त गएर देखेको त ओहो अझ उहाँको जसले चाहिँ रोपेको थियो त्यो मान्छेहरूले अझ लग सबै लग भन्दै हुनुहुन्थ्यो क्या अनि सो मैले चाहिँ यो लिएर आएँ यसमा यस्तो पनि छ क्या हेर्नु कस्तो राम्रो क्युट छ सानो सानोमा पनि छ र यो कस्तो ठुलो क्या यो हजुरहरूलाई देखाउँछु है म यो जोल्ठेकै छ क्या जरा कति ठुलो छ प्याज पनि छ यसमा है म एउटा देखाउँछु मजाको छ क्या मजाको छ हेर्नु न अनि मैले सोचेँ त्यो यसमा चाहिँ आई डोन्ट नो लाग्छ कि नै हजुरहरू कमेन्ट गरिदिनु है किनकि मलाई त्यति नलेज छैन यो बारे पहिला चाहिँ म यसलाई सबैलाई छुट्याउँछु अनि सोचिरहेको छु चाहिँ मैले चाहिँ यसलाई मजाले प्लान्ट गर्ने क्या हजुरहरूलाई देखाउँछु म यो स्पेस छ मेरो यत्तिकै खाली छ क्या अहिले रोपाएको छैन र मैले यो क्युट यो मैले पेपर ल्याएको थिएँ यहाँ पनि यो अहिले सेन्टमा पाइरहेछ क्या अनि यो ब्रिन्जल छ 2टा ब्रिन्जल पनि छ यो सबै लाउनु पर्ने छ अनि यो स्पेसमा चाहिँ अलिअलि के हुँदैछ सोचिरहेको छु मैले यो सबै लाउने आई डोन्ट नो लाग्छ लाग्दैन र केही चाहिँ हामीले यस्तो हरियो पनि खान मिल्छ नि त केही चाहिँ म फ्रोजन पनि गर्नेछु र केही खान्छु र प्लस यसको एउटा राम्रो कुरा चाहिँ जस्ट अ मिनट है ओके यसको एउटा राम्रो कुरा चाहिँ हेर्नु सबमा फुल्न लाग्छ क्या पहिला चाहिँ म यो सबै केलाउँछु किनकि कुनै चाहिँ सानो छ कुनै ठुलो छ मलाई फ्रोजन पनि गर्नुपर्ने छ त्यसपछि म चाहिँ कुन प्लान्ट गर्ने के छ कन्डिसन हेरेर चाहिँ कुनै प्लान्ट गर्नेछु जस्तो योहरू हेर्नु न भर्खर आजै निकालेको हो क्या माटो पनि राखेको छ र कति लामो चाहिँ कस्तो माया लाग्दो के उसँग चाहिँ धेरै भएको थियो नुले दिन्छ म चाहिँ के गर्छु एक साइज लामो एक साइज एक ठाउँ राख्छु अनि त्यस्तो सानो एक ठाउँ र जुन भाँचेको यस्तो छ यसलाई चाहिँ हामीले चटनी बनाएर स्प्रिङ्कल गरेर जे गर्दा पनि खाना भयो नि त सो मेरोमा चाहिँ अहिले यहाँ प्याजको खेती भइरहेछ यो पनि हेर्न कस्तो यो ल्याउँदा यस्तो भयो कि गाडीमा सबै ल्याउँदा कस्तो मजाले सिधा स्ट्रेट गरेर राखेको हुन्छ अनि यसलाई चाहिँ बिहानै दिउँसै ल्याएको तर कस्तो घाम थियो नि त अनि साँझी लाउने भनेर राखेको थियो योहरू पनि राम्रो छ यसमा भ्यू पनि भइरहेछ क्या कस्तो क्या यति त मैले आफैले रोपेर पनि हुन्थेन होला हौ जति त्यति भएको छ कि यिनीहरू राम्रै छ जस्तो यसको यो फुटिसक्यो यो कुनै चाहिँ म छापिदिइरहेको छु त्यसरी छिटो यसलाई चाहिँ म पहिला छाप्छु त्यसपछि रोप्छु हजुरलाई देखाउँछु आई डोन्ट नो लाग्छ कि लाग्दैन वर्थित हुन्छ कि नै रोप्दा तर सम्म मलाई लागिरहेको लाग्छ होला हेरौँ के हुन्छ किनकि खानालाई पनि त छुट्याउँछु नै फाइनली मैले सबै छुट्याइसकेँ र हजुरहरूलाई देखाउँछु है द मोस्ट अवेटेड मोमेन्ट यत्तिको भएको छ क्या यो चाहिँ यत्तिको ठुलो भएको छ कस्तो मजाको ठुलो छ कि हजुरलाई देखाउँछु है नजिकबाट कस्तो माया लाग्दो लोभ लाग्दो छ मजाको यत्तिको भएको छ अनि यो चाहिँ मसिनो मैले एक ठाउँ छुट्याएको छु यो यत्तिको भएको छ कस्तो मजाको छ यो मसिनो र त्यसपछि यसमा चाहिँ मैले मिलाउँदा यति लसुन पनि भेटेँ क्या म केलाइरहेको थिएँ नि त यति लसुन पनि मैले पाएँ सो मैले चाहिँ यसलाई पनि प्लान्ट गर्ने सोचिरहेको छु र मसँग चाहिँ यति छ यो चाहिँ मैले खाने र स्टोर गर्नलाई हो यसलाई चाहिँ म स्टोर गर्छु किनकि हामी चाहिँ यो किनेर ल्याएर स्टोर गरिरहन्थ्यो पहिला पनि सो हेरौँ है मैले चाहिँ यसलाई प्लान्ट गर्ने डिसिजन लिएछु वर्कआउट हुन्छ कि थाहा छैन इनकेस त्यस्तो बाइचान्स नहोस् तर इनकेस त्यस्तो केही भयो लागेन भने चाहिँ म मुनिको पार्ट चाहिँ त्यही रोपेकै ठाउँमा राखिदिन्छु र माथिको यस्तोहरू चाहिँ यस्तो लिप्सहरू चाहिँ म सब स्टोर गर्नेछु किनकि थाहा भइहाल्छ नि त लागिरहेछ कि नै मरिरहेछ कि के इफ लाग्यो भने चाहिँ यसलाई म हार्भेस्ट गर्दिनँ अहिले अलि लङ समयको लागि नै राख्नेछु त्यसपछि त्यसको यो जुन हाम्रो प्याजको बल्स हुन्छ नि यो अलि ठुल्ठुलो होस् भनेर क्या हेर्नु कस्तो ठुलो कि देखिरहेछ कि नै त ठुलो छ क्या अनि यसको यो फ्लावरिङहरू पनि भइरहेछ सो मजाको भएको छ र यस्तो केही देखिरहेछ यसलाई चाहिँ म अब प्लान्ट गर्नेछु यत्तिको चाहिँ रोपेको छु अहिलेसम्म
यसलाई चाहिँ मैले छुट्टै छुट्टै एउटा एउटा रोपेको छु नि। यसरी रोप्ने सोचेको क्या मैले, तर एकदमै गाह्रो के। यसलाई कस्तो गाह्रो हुने रहेछ धान। अहिले मलाई याद आइरहेछ हामी नेपालमा धान कसरी लाउँछन् भनेर, कति मेहनत हुन्छ है खेती गर्न। अनि यसलाई चाहिँ एउटा गर्ने भनेको एकदम टाइम लाग्ने पनि भयो। प्लस यो चाहिँ अलरेडी जहाँ रोपेको थियो त्यहाँको किसानीहरूले यस्तो निकाल्दाखेरि चाहिँ एउटा बन्डलमै थियो के। सो त्यसलाई निकाल्दा चाहिँ एउटा दुईवटा जरा पनि भाँच्ने यताउता भयो। त्यसलाई चाहिँ टाइम लाएर निकालेर एउटा सार्नु पर्थ्यो। सो मैले चाहिँ त्यस्तो नगरिकन डाइरेक्ट जस्तो यो एउटा बन्डल छ नि यस्तै थियो कि यो। अनि मैले जस्तो थियो त्यस्तै रोप्दै गएँ। कुनैले चाहिँ छुट्याएको पनि छु मैले। भएर चाहिँ यसलाई चाहिँ म स्टोर गर्छु। अझै त्यो मैले पातहरू जुन अलरेडी जस्तो यो हेर्नु लिबिसकेको हुन्छ तिनीहरूलाई चाहिँ मैले भात दिएको कि यहाँबाट, किनकि उसको बल्स मात्रै चाहिरहेको छ नि त ठुलो हुनलाई। प्लस त्यहाँ अझै बाँकी छ र अलिकता लसुन बाँकी छ। सो इट्स टेकिङ टु मच टाइम। र अझै मेरो त्यहाँ खुर्सानी भान्टा पनि बाँकी नै छ र यति यो केलाको फुटेको निस्किरहेछ। फाइनली मैले रोपेर पनि सकिसकेँ र पानी पनि राखिसकेँ। तपाईँहरूलाई देखाउँछु है म। यस्तो देखिरहेको छ मजाले भएको चाहिँ कस्तो राम्रो देखिरहेको छ। अब खै कतिसम्म चाहिँ टिक्छ थाहा छैन। र तिनीहरू चाहिँ लसुन हो र मेरो प्लान्ट्सहरू। यहाँ खुर्सानीको पनि बोट छ, हजुरहरूले लिएर सक्नुहुन्छ। यो खुर्सानी हो सबै मैले यहाँ दिएँ र मैले यहाँ क्याप्सिकम यहाँ लगाइदिएँ। प्लस यो चाहिँ भान्टा हो, यहाँ दुईवटा राखाइदिएको छु सपोर्टको लागि पनि। त्यसलाई अलरेडी सबै भइसकेछ। केही यस्तो देखिरहेको छ र सबै सकिसक्यो र एक भारी खानालाई पनि बचिरहेको छ जुन चाहिँ छ यो टाढा यति धेरै छ। यसलाई चाहिँ मैले मजाले मैले केलाएर छाटेर राखेको छु। अब चाहिँ यसलाई धुने अनि मैले स्टोर गर्ने र यो चाहिँ हो यति लसुन। सो यति भन्दै अब भिडियो आज यहीँ समाप्त गर्न चाहन्छु। बाई बाई।